अहिले फेरि एनईएले बिजुलीको बिल नतिरेको भनेर विभिन्न उद्योगहरूको लाइन काटिरहेको छ। हो त बिजुली प्रयोग गर्ने अनि पैसा चाहिँ नतिर्ने उद्योगीहरूलाई छोड्न हुँदैन भनेर धेरैलाई लाग्न सक्छ। तर यो केस यति सिम्पल भने छैन है। उद्योगीहरूले जुन नियमित बिजुलीको बिल हुन्छ त्यो मजाले तिर्दै आइरहेका छन्, त्यसमा समस्या होइन। यो समस्या भनेको झन्डै 10 वर्ष अगाडि पुरानो बिलको हो, जति बेला नेपालमा लोड सेडिङ हुने गर्थ्यो। त्यसबेला लोड सेडिङको ताका एनईएले चाहिँ डेडिकेटेड र ट्रङ्क लाइन मार्फत उद्योगहरूलाई 20 देखि 24 घण्टासम्म बिजुली सप्लाई गर्थ्यो, किनभने उद्योगहरूलाई पावर रिक्वायरमेन्ट अटोमेटिकली धेरै हुन्छ नै। र यो एक्स्ट्रा बिजुली सप्लाई गरेको बापत उद्योगहरूले प्रिमियम शुल्क तिर्नुपर्ने भनेर एउटा सहमति भएको थियो। हो, त्यति बेलाको त्यो प्रिमियम शुल्कमा जरिवाना जोडेर चाहिँ अहिले एनईएले तिर भनिरहेको हो। तर उद्योगीहरूको अनुसार भने एनईएको बिलमा प्रिमियम अवधि हुनुपर्ने भन्दा धेरै गरिएको छ र रकम सही छैन। हामीले युज नै नगरेको कुरामा पनि किन रकम तिर्ने भनेर उनीहरूले तिर्न मानिरहेका छैनन्। र यही कुरामा एनईए र उद्योग बीच वर्षौंदेखि विवाद भइरहेको हो। अब यो विवादलाई सुल्झाउन भनेर विभिन्न समयमा विभिन्न समिति आयोगहरू बने र कतिपय व्यक्तिहरूले त यसलाई पोलिटिकल फाइदाको लागि युज पनि गरे। फाइनल्ली 2080 सालमा चाहिँ